हामी हुन त कथा हाम्रो व्यासजीले नै सुनाइरहनु भएको थियो। फेरि पनि आउनुस् भगवान र व्यासजीको आशीर्वादले म पनि केही हजुरको सामु केही दुई पंक्ति छोड्न पाऊँ। नौमीठ्यते प्रभपुसे तडिदम्बराय गुंजावतंस परिपेत्सलसन्मुखाय वन्यस्रजे कवलवेत्र विशालवेणो लक्ष्मश्रियर्मृदुपते पशुपांगजाय। उन्हीं मृदुपति वृंदावन वास गर्ने श्री कृष्ण भगवान को चरण कमल में बारंबार वंदन गर्दै आज यस कथा को द्वितीय दिवस को सायंकालीन संध्या में हामी उन्हीं अनुवादहरू श्रवण गरिरहेका छौं र आउनुस् यस्ता यस्ता भक्तिमयमा उत्प्रोत भएर भक्तवृन्दहरूले आफ्नो जीवनलाई धन्य बनाइरहेका छन्। त्यसै मध्ये हामीले आफ्नो जीवनलाई आनन्दका साथमा यापन गर्नका निमित्त कसरी आफ्नो जीवनलाई चलाउनु पर्छ भन्ने कुरा भागवतमा बताइएको छ। हामीले अनेक कथाहरू श्रवण गर्छौं, भगवानका गुणानुवादहरू श्रवण गर्छौं, तर पनि हामी केवल कथामा मात्रै सीमित भएर त्यसपछि भुल्छौं र त्यसको हामीले आफ्नो जीवनमा कहिल्यै पनि अनुसरण गर्न सक्दैनौं। त्यसर्थ सर्वप्रथम हामीले कथा श्रवण गरिसकेपछि त्यो कथालाई हामीले आफ्नो जीवनमा कसरी उतार्ने, किनकि द्रोणाचार्य गुरुजीले पंच पाण्डवलाई शिक्षा दिँदाखेरि सत्यम वद धर्मम चर भन्ने पाठ सिकाउनु भएको थियो र त्यो सत्यम वद धर्मम चर सानो पाठलाई याद गरेर लिएर आऊ भनेर भन्नुभयो। सबैले कण्ठ गरेर लिएर आए, सुनाए पनि, तर युधिष्ठिरले कण्ठै भएन भन्नुभयो। किनकि द्रोणाचार्यजीको जब कक्षामा प्रवेश गरिँदाखेरि द्रोणाचार्यले भन्नुभएको थियो कि जसले पढेर आफ्नो जीवनमा अनुसरण गर्छ, आफ्नो जीवनलाई उतार्छ, आफ्नो जीवनमा उतार्छ भने बल्ल उसले आफ्नो शिक्षाको महत्त्वपूर्ण ज्ञान पायो भनेर भन्नुपर्छ, जान्नुपर्छ। तसर्थ आउनुहोस् हामी उनै जो अत्यन्त भक्तिमा उत्प्रोत भएर जसले अब जीवनलाई धन्य बनायो त्यस्ता अनेक प्रकारका भक्तहरू भएका छन्। भक्तमालको मतानुसार नरसिंह मेहता तथा कर्मबाई भन्ने भक्तहरू भएका छन् र उहाँले श्रीकृष्ण भगवानको सेवा गरेर आफ्नो जीवनलाई धन्य बनाउनु भएको छ। सबैले भन्नु राधे राधे। त आज कर्मबाईकी माता र पिताले श्रीकृष्ण भगवानको सेवा गर्नुहुन्थ्यो। एक दिन उहाँलाई कतै जान पर्यो। अब घरमा कोही रहनी भएन, अब छोरीलाई नै श्रीकृष्ण भगवानको सेवाको लागि हामीले सुम्पिएर जानुपर्छ भनेर ल छोरीलाई बोलाउनु भयो। छोरीलाई जो नियम थियो त्यो सबै नियम सिकाउनु भयो र यसरी सेवा गर, बिहानमा भोग लगाऊ अनि त्यसपछि बल्ल तिमीले पनि त्यो भोगलाई ग्रहण गर है छोरी भनेर निस्किनु भयो। यात्रामा जानुभएको थियो। यता कर्मबाईले जो भन्नुभएको थियो मातापिताले त्यही अनुसार पहिलो दिन उठेर आफ्नो प्रत्येक दिनको सन्ध्या वन्दन इत्यादि पूजा पाठ गरिकन भगवानको भोग पकाएर खिचडी पकाएर चढाउनु भयो र त्यो मूर्तिको अगाडि बस्नु भएको छ। भगवान आउनुस् मेरो भोगलाई ग्रहण गर्नुस् भन्नुभएको छ।
अब कहाँ त्यो मूर्तिबाट कृष्ण भगवान निस्क्यो। तर पनि उहाँले मनमा सोच्नु भएको छ कति बेला आउनुहुन्छ र मैले भोग लागिसकेपछि बल्ल मैले ग्रहण गर्छु भनेर। कर्मबाईको त्यो समर्पणता देखेर श्री कृष्ण भगवान बस्न सक्नु भएन, प्रकट हुनुभयो। कर्मबाई, ल मैले तिमीले चढाएको भोग मैले ग्रहण गर्छु अनि त्यसपछि तिमीले पाऊ भनेर भोग ग्रहण गर्नुभयो। अनि त्यसपछि कर्मबाईले पनि भोग स्वीकार गरेर त्यसपछि उहाँ पनि अन्तर्ध्यान हुनुभयो। त्यस्तै गरी अर्को दिन पनि कर्मबाईले बिहान उठेर आफ्नो नित्य कर्म गरेर फेरि पुनः त्यस्तै श्रीकृष्ण भगवानको सेवा गर्नुभयो। सेवा गरेपछि भोग बनाउनु भयो, भोग बनाएर चढाउनु भयो। अनि चढाएपछि फेरि पुनः उहाँले त्यही प्रार्थना गर्नुभयो, भगवान आउनुहोस्, आएर भोग ग्रहण गर्नुहोस्। अनि प्रत्येक दिनको त्यही नियम लाग्यो र कृष्ण भगवान स्वयंलाई आउनु पर्यो प्रत्येक दिन, र प्रत्येक दिन आएर ग्रहण गर्नुहुन्थ्यो र त्यसपछि कर्मबाईलाई ल तिमीले पनि स्वीकार गर भनेर जानुहुन्थ्यो। अब यात्राबाट, तीर्थयात्राबाट फर्किनु भयो माता पिता। कर्मबाईले श्रीकृष्ण भगवानलाई प्रकट गरेको उहाँलाई विश्वास भएन। अर्को दिन पनि कर्मबाईले त्यही आफ्नो प्रतिदिनको सन्ध्या वन्दन सेवा सत्कार प्रारम्भ गर्नुभयो र खिचडी पकाएर अगाडि राख्दाखेरि विश्वास मान्नु भएको थिएन माता पिताले। तर उहाँको त्यो भक्तिमय वातावरण देखेर, भक्तिको त्यो विश्वास, दृढ विश्वास देखेर श्रीकृष्ण भगवान प्रकट हुनुभयो। यता माता पिता अचम्म, माता पितालाई लाग्यो कि हामीले जो गरिरहेका सेवा थियो त्यो सबै व्यर्थ भयो आजसम्मको। भक्ति त हामीले आफ्नो छोरीसँग सिक्नु पर्दो रहेछ। अनि त्यही बेलामा आफ्ना माता पिताले छोरीलाई, आजदेखि तिमी आफ्नो जीवनमा र यो संसारमा तिमी श्रीकृष्ण भक्तको मुख्य भक्त भनेर गनिनेछौ भनेर भन्नुभयो। र यसरी कर्मबाईको नाम श्रीकृष्ण भगवानको भक्तिमा समर्पण भयो। त्यस्तै गरी नरसिंह मेहताको पनि त्यस्तै कथा छ। उहाँ सानैदेखि आफ्नो जीवन साधु सन्तहरूको मध्यमा बिताउनु भयो र एक दिन त उहाँले जङ्गलमा आफ्नो जीवनलाई बिताउने इच्छा प्रकट गर्नुभयो र जानुभयो जङ्गलतिर। र त्यहाँ भगवानको सेवा गर्दा गर्दै गर्दा गर्दा धेरै दिन बित्यो। त्यहाँ भगवान कृष्णले रासलीला देखाउनु भयो, रासलीलाको दर्शन गराउनु भयो। र श्रीकृष्ण भगवानको रासलीला देखेर नरसिंह मेहता अत्यन्तै आफ्नो जीवनमा उहाँको लागि श्रीकृष्ण भक्ति धेरै प्रभाव छोडेर गयो। र श्रीकृष्ण भक्ति त्यति बेलादेखि उहाँले गर्दै जानुभयो र आफू जस्तै धेरैजनालाई बनाउनु भयो, धेरै शिष्यहरू बनाउनु भयो र कृष्ण भक्तिको वातावरण बनाएर उहाँले आफ्नो जीवनलाई पनि धन्य बनाउनु भयो। त्यही भक्तिमा ओतप्रोत भएर नरसिंह मेहताले एउटा बडो राम्रो भजन गाउनु भएको थियो भैरवी रागमा। वैष्णव जन तो तेने कहिए, वैष्णव जन तो तेने कहिए जे पीड़ पराई रे। वैष्णव जन तो तेने कहिए पीड़ पराई जाने रे। पर दुखे उपकार करे तुए मन अभिमान नाड़ रे। वैष्णव जन तो तेने कहिए पीड़ पराई जाने रे। वैष्णव जन
वत्सल भगवान को भक्ति भावना ले मुक्ति हो न सजिलो 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 भक्ति भावना मुक्ति हो न सजिलो हरि भक्त वत्सल भगवान को हस्त यति भन्दै आफ्नो वाणीलाई विराम दिँदै अबको आवाज आदरणीय व्यासजीको तर्फबाट बोले भक्तवत्सल भगवान को जय श्री राधा सर्वेश्वर भगवान को हल्का बड़ा बड़ा र समादरणीय प्रिय भक्त सज्जन जी अब आज समय पनि धेरै भइसकेको छ भोलिबाट हामी आफ्नो महाराजजीबाट केही न केही सुन्नेछौँ निम्बार्क चरितावली भोलिबाट यहाँ मैले चाँडै अलि भोलिबाट अलि समयमा बस्नु पर्यो दिवाकरजीहरू इत्यादि सबै 7:30 बजे स्टार्टिङ गरिसक्यो भने 9 बजेसम्म ट्याक्क बन्द गर्न मिल्छ त्यस कारणले भजन र भोजन दुटै समयमा हुनु पर्यो र बोली भक्तवत्सल भगवानको जय ल सबैजना उठ्नुहोस् आफ्नो आफ्नो स्थानमा अन्तिम भजनमा रमाउने त्यसपछि घरतिर लाग्ने है ल सबै साथैमा लैजाने जन्मात्रै घराने साथैमा लैजाने जन्मात्रै घराने साथैमा लैजाने जन्मात्रै घराने
के घर राम राम जप्दै जाउँ घर उनै रामको घर राम राम भन्दै जाउँ घर उनै रामको घर राम राम जप्दै जाउँ घर उनै रामको घर राम राम जप्दै जाउँ घर हे जाउँ घर उनै रामको घर राम राम जप्दै जाउँ घर उनै रामको घर राम राम भन्दै 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 जाउँ घर जाउँ घर रे ल आजलाई यही विराम बाँकी भोलिबाट हामीले अब यहाँ कथा सुनाउने त म भन्दा पनि बहुत उत्कृष्ट हुनुहुन्छ भोलिबाट उहाँबाट पनि सुन्नेछौँ बाँकी अहिलेलाई यही विराम गर्दै सबैलाई शुभरात्रि अर्को भजन